साथीहरू नमस्कार। आज म तपाईहरूलाई लिएर जानेछु नेपालको उच्च भूभागका गल्ली र उकालोमा कोरिएको यात्रामा, जुन एकजना पत्रकारले पत्रकारिताका सिलसिलामा खोज र अनुसन्धानका क्रममा सँगालेका टिपोट भोगाई तथा अनुभव गरेका भावनाहरूलाई यति सहज, सरल र मिठासपूर्ण ढङ्गले अभिव्यक्त गरेका छन्, जुन अत्यन्तै लोभलाग्दो छ। साथीहरू, यस पुस्तकको नाम हो उपल्लो थलो र यसका लेखक मोहन मैनाली हुन्। उनी आफ्नो नजरले देखेका दृश्यहरू र अनुभवहरू हामी सामु एउटा रमाइलो प्रसङ्ग जसरी बिछाइदिएर न्याय गर्ने गर्छन्। मोहन मैनालीले लामो समय नेपालको गाउँ, पहाड र सीमावर्ती भूभाग घुमेका छन्। उहाँका शब्दहरूमा हामी पहाडको आवाज, नदीको बहाव र मान्छेको जीवनको सूक्ष्मता पाउने गर्छौँ। यस पुस्तकले हामीलाई यी अनुभवहरू सजिलै महसुस गराउँछ। जति सहज भाषा उति गहिरो अनुभव। उपल्लो थलो यात्राको कथा मात्र होइन, यसले देखाउँछ उच्च पहाडका गाउँका मानिसहरूको दैनिक जीवन, उनीहरूको खुसी र चुनौती। हामी त्यहाँ भेट्छौँ प्रकृतिका रङ्गहरू, हिउँको चिसो, नदीको कलकल, जङ्गलको मौनता। साथै लेखकले प्रस्तुत गरेका छन् सामाजिक दृष्टिकोण पनि, शिक्षा, स्वास्थ्य, सीमा क्षेत्रका कठिनाइहरू। हरेक पृष्ठमा हामी आफै त्यहीँ पुगे जस्तो अनुभूति गर्छौँ। पाठकको मनमा शब्दहरूले छोटो छोटो झ्यालखोरे जस्तो अनुभव दिन्छन्। भाषा सरल र अनुभव एकदमै गहिरो छ। सामाजिक, भौगोलिक र सांस्कृतिक आकलन यी सबैले पनि हामीलाई त्यो ठाउँको साँच्चीकै जीवन अनुभव गराउँछ। यदि तपाईहरू चाहनुहुन्छ नेपालको पहाड, मानिस र जीवनको अनुभव आफै अनुभव गर्न, यदि तपाईँ हृदयले यात्रा गर्न चाहनुहुन्छ र केवल दृश्य मात्र होइन, भावनाहरू महसुस गर्न चाहनुहुन्छ, यो पुस्तक तपाईहरूकै लागि हो। पढ्दा हामी आफै त्यही छौँ जस्तो लाग्छ, हिमालको चिसो र गाउँको मौनता बीच। आजको यात्रा यति नै। यदि यो अनुभूति तपाईको मन छुन सफल भयो भने लाइक, कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनुहोला। फेरि भेटौँला अर्को कथा, अर्को यात्रा, अर्को पन्नामा। धन्यवाद।